こんにちは皆さん。今日はみんなの日本語第2課の単語を勉強していきたいと思います。नमस्ते तपाईहरु सबैजनालाई। आज चाहिँ हामी मिन्ना नो निहोंगोको लेसन 2 को भोकेबुलरीहरु पढ्नेछौँ है त। क्यों योरोशिको ओनेगाइशिमास। जा हाजिमेमाशो। हाम्रो सुरुको भोकेबुलरी छ कोरे। कोरे भनेको चाहिँ यो भनेको है इंग्लिशमा चाहिँ दिस युज फर थिंग्स नियर यु तपाईको नजिक भएको वस्तुहरु देखाउनलाई चाहिँ प्रयोग गरिन्छ है त। कोरे भनेको यो भनेको है त। कोरे भनेको यो। त्यसपछि हाम्रो अर्को छ सोरे। सोरे भनेको चाहिँ ड्याड युज फर थिंग्स लिटल बिट फार फ्रम यु तपाई भन्दा अलिकति थोरै टाढा भएको वस्तुहरु देखाउनलाई चाहिँ प्रयोग गरिन्छ है त। नेपालीमा चाहिँ त्यो भन्छ है त। त्यसैगरी अर्को छ हाम्रो आरे। आरे भनेको पनि ड्याड नै हो है त। यो चाहिँ युज फर थिंग्स फार फ्रम यु यो चाहिँ तपाई भन्दा टाढा भएको वस्तुहरु देखाउनलाई चाहिँ प्रयोग गरिन्छ है त। नेपालीमा चाहिँ उ त्यो भन्न खोजे। त्यसपछि अर्को छ हाम्रो दोरे। दोरे भनेको चाहिँ क्वेशन सोध्ने बेलामा प्रयोग गरिन्छ है त। व्हिच भन्न खोजेको कुन भन्न खोजेको है त नेपालीमा चाहिँ। त्यही भएर कोरे सोरे आरे दोरे भनेको चाहिँ यो त्यो उ त्यो कुन भन्न खोजेको है त। यो चाहिँ वस्तुहरु देखाउनलाई चाहिँ प्रयोग गरिन्छ। त्यसैगरी अर्को छ हाम्रो कोनो। कोनो भनेको चाहिँ दिस है त। युज फर बोथ थिंग्स एन्ड पर्सन्स नियर यु है नेपालीमा चाहिँ यो भन्न खोजेको। यो चाहिँ चीजबीज वस्तुहरु अनि त्यसपछि व्यक्ति दुवैलाई चाहिँ देखाउन प्रयोग गरिन्छ है। नेपालीमा चाहिँ यो भन्छ है त। कोनो भनेको चाहिँ यो है चीजबीज वस्तु अनि त्यसपछि व्यक्ति दुवैलाई चाहिँ देखाउन प्रयोग गरिन्छ। त्यसैगरी अर्को छ हाम्रो सोनो। सोनो भनेको चाहिँ ड्याड है त। युज फर बोथ थिंग्स एन्ड पर्सन्स लिटल बिट फार फ्रम यु दुईटै तपाई भन्दा अलिकति थोरै टाढा भएको चीजबीज वस्तु अथवा व्यक्तिहरुलाई देखाउन चाहिँ प्रयोग गरिन्छ है त सोनो भनेको। अनि त्यसपछि अर्को छ हाम्रो आनो। आनो भनेको पनि ड्याड है त। युज फर बोथ थिंग्स एन्ड पर्सन्स फार फ्रम यु नेपालीमा चाहिँ उ त्यो भनेको है त। आनो भनेको चाहिँ तपाई भन्दा धेरै टाढा भएको वस्तु अथवा व्यक्तिहरुलाई चाहिँ देखाउन प्रयोग गरिन्छ है त। आनो भनेको उ त्यो भनेको है त। अनि अर्को छ हाम्रो दोनो। दोनो भनेको चाहिँ व्हिच कुन भन्न खोजेको है त। युज फर बोथ थिंग्स एन्ड पर्सन्स यो चाहिँ दुईटै व्यक्ति अथवा चीजबीज वस्तुलाई चाहिँ सोध्ने बेलामा चाहिँ कुन व्यक्ति कुन वस्तु भनेर प्रश्न सोध्ने बेलामा चाहिँ दोनोको प्रयोग गरिन्छ है त। त्यही भएर कोनो सोनो आनो दोनो यो भनेको चाहिँ यो त्यो उ त्यो कुन भन्न खोजेको है त। दुईटै वस्तु अथवा व्यक्तिहरुलाई चाहिँ देखाउन चाहिँ प्रयोग गरिन्छ है त कोनो सोनो आनो दोनो भनेको। त्यसैगरी अर्को छ हाम्रो होन। होन भनेको चाहिँ बुक है त। पुस्तकलाई चाहिँ होन भन्छ। त्यसैगरी अर्को छ हाम्रो जिसो। जिसो भनेको चाहिँ डिक्सनरी है त। शब्दकोशलाई चाहिँ जिसो भन्छ। त्यसैगरी अब हामी अर्को भोकेबुलरी तर्फ जाऊँ। हाम्रो अर्को भोकेबुलरी छ जास्सी। जास्सी भनेको चाहिँ म्यागाजिन है त। पत्रिका म्यागाजिनलाई चाहिँ जास्सी भन्छ है त। तपाईले हेर्नु भएको होला नि कुनै पनि सरसामानको म्यागाजिन अथवा हिरो हिरोइनको म्यागाजिन तपाईले देख्नु भएको होला पढ्नु पनि भएको होला है त। अनि त्यसपछि अर्को छ हाम्रो सिनबुन। सिनबुन भनेको चाहिँ न्यूजपेपर है त। समाचार पत्रिकालाई चाहिँ सिनबुन भन्छ है त। अनि त्यसपछि अर्को छ हाम्रो नोतो। नोतो भनेको चाहिँ नोटबुक। नोटबुकलाई चाहिँ नोतो भन्छ। अनि त्यसैगरी अर्को छ हाम्रो तेचो। तेचो भनेको चाहिँ पकेट नोटबुक है त। पकेट नोटबुकलाई चाहिँ तेचो भन्छ है त। पकेटमा बोक्न मिल्ने पकेटमा राख्न मिल्ने नोटबुकलाई चाहिँ तेचो भन्छ। त्यसैगरी अर्को छ हाम्रो मेसी। मेसी भनेको चाहिँ बिजनेस कार्ड अथवा भिजिटिङ कार्ड व्यापार कार्डलाई चाहिँ मेसी भन्छ। अनि त्यसपछि अर्को छ हाम्रो खादो। खादो भनेको चाहिँ कार्ड है सबै कार्ड पर्छ यसमा। जस्तै तपाईको ब्याङ्कको कार्डहरु हुन्छ नि सबै ब्याङ्कको कार्डहरु डेबिट कार्ड क्रेडिट कार्ड सबै चाहिँ यसमा पर्छ। अनि त्यसपछि अर्को छ हाम्रो टेरेहोङ खादो। टेरेहोङ खादो भनेको चाहिँ टेलिफोन कार्ड है त। टेलिफोन कार्डलाई चाहिँ टेरेहोङ खादो भन्छ। अनि त्यसैगरी अर्को छ हाम्रो गिङकोइन। गिङकोइन भनेको चाहिँ ब्याङ्क स्टाफ ब्याङ्क इम्प्लोइ ब्याङ्कमा काम गर्ने कर्मचारीलाई चाहिँ गिङकोइन भन्छ है त। त्यसैगरी अब हामी अर्को भोकेबुलरी तर्फ जाऊँ। हाम्रो अर्को भोकेबुलरी छ एङपिचु। एङपिचु भनेको चाहिँ सिसा कलम पेन्सिल पेन्सिललाई चाहिँ एङपिचु भन्छ। त्यसैगरी अर्को छ हाम्रो बोरु पेन। बोरु पेन भनेको चाहिँ बल पेन डट पेनलाई चाहिँ बोरु पेन भन्छ। त्यसैगरी अर्को छ स्याप पेन्सिलु। स्याप पेन्सिलु भनेको चाहिँ मेकानिकल पेन्सिल है मेकानिकल पेन्सिललाई चाहिँ स्याप पेन्सिलु भन्छ है। स्याप पेन्सिल भने तपाईले पनि युज गर्नु भएको होला नि त्यो लिड वाला पेन्सिल के लिड हालेर प्रयोग गर्न मिल्ने पेन्सिललाई चाहिँ स्याप पेन्सिलु भन्छ है त। त्यसैगरी
अर्को छ हाम्रो खागी। खागी भनेको चाहिँ कि है त नेपालीमा साँचो है, तालचा खोल्ने साँचोलाई चाहिँ खागी भन्छ। त्यसै गरी अर्को छ तोकेई। तोकेई भनेको चाहिँ क्लक वाच है, घडीलाई चाहिँ तोकेई भन्छ है त। त्यसै गरी अर्को छ हाम्रो खासा। खासा भनेको चाहिँ छाता, अम्ब्रेला, छातालाई चाहिँ खासा भन्छ। त्यसै गरी अर्को छ हाम्रो खाबान। खाबान भनेको चाहिँ झोला है त, झोलालाई चाहिँ खाबान भन्छ, ब्याग है त। त्यसै गरी अर्को छ हाम्रो टेपु। टेपु भनेको क्यासेट, टेपलाई चाहिँ टेपु भन्छ है त, टेप अथवा क्यासेटलाई चाहिँ टेपु भन्छ है। त्यो वाकम्यानतिर हालेर बजाउने क्यासेटलाई चाहिँ टेपु भन्छ है। अब हामी अर्को भोक्याबुलरी तर्फ जाउँ। हाम्रो अर्को भोक्याबुलरी छ टेपु रेकोर्डा। टेपु रेकोर्डा भनेको चाहिँ टेप रेकर्डर है, टेप रेकर्डरलाई चाहिँ टेपु रेकोर्डा भन्छ। त्यसै गरी अर्को छ हाम्रो तेरेबी। तेरेबी भनेको चाहिँ टेलिभिजन अथवा टिभीलाई चाहिँ तेरेबी भन्छ है त, टेलिभिजनलाई चाहिँ तेरेबी भन्छ। अर्को छ राजियो। राजियो भनेको चाहिँ रेडियो, रेडियोलाई चाहिँ राजियो भन्छ है त, खाता खानामा छ। अर्को छ खामेरा। खामेरा भनेको चाहिँ क्यामेरा है, फोटो खिच्ने क्यामेरालाई चाहिँ खामेरा भन्छ। त्यसै गरी अर्को छ कम्प्युटा। कम्प्युटा भनेको चाहिँ है कम्प्युटर, कम्प्युटरलाई चाहिँ कम्प्युटा भन्ने। त्यसै गरी अर्को छ हाम्रो जिदोस्या। जिदोस्या भनेको चाहिँ अटोमोबाइल अथवा कार है, भेहिकल्सहरू क्या, गाडीहरू कारहरूलाई चाहिँ जिदोस्या भन्छ। अर्को छ चुकुए। चुकुए भनेको चाहिँ टेबल है, डेस्क अथवा टेबललाई चाहिँ चुकुए भन्छ। अर्को छ इस्यु। इस्यु भनेको चाहिँ चेयर है त, कुर्सी, कुर्सीलाई चाहिँ इस्यु भन्छ है त। त्यसै गरी अब हामी अर्को भोक्याबुलरी तर्फ जाउँ। हाम्रो अर्को भोक्याबुलरी छ चोकोरेतो। चोकोरेतो भनेको चाहिँ चक्लेट है त, डेरी मिल्क, किटक्याटहरूलाई चाहिँ चोकोरेतो भन्छ है त, चक्लेट भनेको चोकोरेतो, खाता खानामा छ है। अर्को छ कोही। कोही भनेको चाहिँ कफी है त, कफीलाई चाहिँ कोही भन्छ। अर्को छ एगो। एगो भनेको चाहिँ अङ्ग्रेजी भाषा, इङ्ग्लिस ल्याङ्ग्वेजलाई चाहिँ एगो भन्छ। अर्को छ हाम्रो निहोङ्गो। निहोङ्गो भनेको चाहिँ जापानी भाषा, जापानिज ल्याङ्ग्वेजलाई चाहिँ निहोङ्गो भन्छ। त्यसै गरी अर्को छ हाम्रो नान अथवा नानी। नान अथवा नानी दुइटै चाहिँ के भन्न खोजेको है त, नान अथवा नानीले चाहिँ के, वाट भन्ने जनाउँछ। त्यसै गरी अर्को छ हाम्रो चिगाई मास। चिगाई मास भनेको चाहिँ नो इट इजन्ट, यु आर रङ भन्न खोजेको है त, नेपालीमा भन्न पर्दा चाहिँ यस्तो होइन, यो गलत छ, यस्तो हुँदैन भन्न खोजेको क्या चिगाई मास भनेको चाहिँ है। अर्को चाहिँ हाम्रो सौदेशका। सौदेशका भनेको चाहिँ ए हो र भन्न खोजेको क्या, आइसी इज द्याट सो भन्न खोजेको है त, सौदेशका ए हो र भन्न खोजेको। अर्को छ आनो। कसैसँग अप्ठ्यारो मानी मानी बोल्ने बेलामा प्रयोग गरिन्छ कि आनो भनेको चाहिँ है त, सुन्नुहोस् न भन्ने जस्तो हो क्या है। त्यसै गरी अब हामी अर्को भोक्याबुलरीतर्फ जाउँ। हाम्रो अर्को भोक्याबुलरी छ दोजो। दोजो भनेको चाहिँ लिनुहोस् भनेको क्या, कसैले केही सामान दिने बेलामा चाहिँ यो सामान लिनुहोस् भन्ने बेलामा चाहिँ प्रयोग गरिन्छ। जस्तै चक्लेट लिनुहोस् भन्ने बेलामा चोकोरेतो दोजो भन्नु पर्यो है त, त्यसरी यो सामान दोजो, यो सामान लिनुहोस् भन्न खोजेको है। त्यसै गरी अर्को छ हाम्रो दोमो। दोमो भनेको चाहिँ थ्याङ्क्स, धन्यवाद भनेको है त। अनि त्यसपछि अर्को छ आरिगातो। आरिगातो भनेको पनि धन्यवाद भनेको है त। अनि त्यसै गरी अर्को छ हाम्रो दोमो आरिगातो गोजाइमास। दोमो आरिगातो गोजाइमास भनेको पनि धेरै धेरै धन्यवाद है, थ्याङ्क यू सो मच भनेको है त। दोमो अथवा आरिगातो चाहिँ है सर्टकटमा भनेको है, आफूभन्दा सानो मान्छेहरूले प्रयोग गर्ने हो कि यो चाहिँ है, दोमो अथवा आरिगातो भनेको चाहिँ। अनि त्यसपछि दोमो आरिगातो गोजाइमास भनेको चाहिँ अब ठुलो मान्छेलाई मान गरेर, सम्मान गरेर धेरै धेरै धन्यवाद छ हजुरलाई, थ्याङ्क यू सो मच भन्न खोजेको है त। अनि त्यसै गरी अर्को छ हाम्रो कोरेखारा ओस्यावानी नारीमास। कोरेखारा ओस्यावानी नारीमास भनेको चाहिँ म तपाईँको दयालु सहयोगको लागि आशा गर्दछु भनेको क्या। जस्तै तपाईँले कोही मान्छेलाई भेट्नुभयो, चिनजान गर्नुभयो, त्यसपछि तपाईँले भन्नु पर्यो क्या कोरेखारा ओस्यावानी नारीमास भनेर है। त्यो भनेको चाहिँ म तपाईँको सहयोगको अपेक्षा गर्दछु, सहयोगको लागि चाहिँ आशा गर्दछु भन्ने अर्थ जनाउँछ। त्यसै गरी अर्को चाहिँ हाम्रो दोजो योरोसिको ओनेगाइसिमास। दोजो योरोसिको ओनेगाइसिमास भनेको चाहिँ मसँग राम्रो व्यवहार गर्नुहोस् अथवा मलाई स्वीकार गर्नुहोस् भन्न खोजेको है। जस्तै तपाईँले कोही नयाँ मान्छेलाई चिन्नुभयो, त्यति बेला चाहिँ तपाईँले दोजो योरोसिको ओनेगाइसिमास भनेको क्या, मलाई चाहिँ स्वीकार गर्नुहोस्, मलाई नम्र स्वभाव गर्नुहोस् भन्न खोजेको। त्यसै गरी अर्को चाहिँ हाम्रो कोचिरा कोसो योरोसिको ओनेगाइसिमास भनेको। कोचिरा कोसो योरोसिको ओनेगाइसिमास भनेको चाहिँ मसँग पनि राम्रो व्यवहार गर्नुहोस् अथवा मलाई पनि स्वीकार्नुहोस् भनेको क्या। तपाईँले चाहिँ कोही मान्छेसँग चिनजान गर्नुभयो, उसले चाहिँ तपाईँले चाहिँ दोजो योरोसिको ओनेगाइसिमास भन्यो भने चाहिँ तपाईँले कोचिरा कोसो योरोसिको ओनेगाइसिमास भनेर भन्न सक्नुहुन्छ है त।
लेसन 2 मा पढ्नुपर्ने भोक्याबुलरीहरू चाहिँ यति नै छ है त। तपाईहरूले पनि राम्रोसँग पढ्नुहोस् अनि त्यसपछि राम्रोसँग याद गर्नुहोला। यदि तपाईँलाई भिडियोहरू मन परिरहेको छ भने चाहिँ प्लिज है यो भिडियोलाई चाहिँ सेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस् अनि त्यसपछि सब्सक्राइब गर्न पनि नबिर्सिनु होला है त। क्यो वा आरिगातो गोजाइमासिता।